एक पटक यौन सम्पर्क वा स्खलन भइसकेपछि फेरि तुरुन्तै अर्को राउन्ड गर्न मन लाग्छ तर शरीरले साथ दिँदैन वा लिङ्गमा उत्तेजना आउन धेरै समय लाग्छ। यो धेरै पुरुषहरूको साझा समस्या वा जिज्ञासा हो। आजको भिडियोमा हामी यही विषयमा कुरा गर्नेछौँ कि एक पटक स्खलन भएपछि दोस्रो पटकको लागि कसरी आफूलाई छिटो र प्रभावकारी रूपमा तयार पार्ने। आउनुहोस् सुरु गरौँ। सबैभन्दा पहिले एउटा कुरा बुझ्न जरुरी छ। पुरुषमा स्खलन भएपछि तुरुन्तै उत्तेजना नआउनु कुनै रोग होइन। यसलाई मेडिकल भाषामा रिफ्र्याक्टोरी पिरियड भनिन्छ। जब पुरुषको स्खलन हुन्छ शरीरमा प्रोल्याक्टिन भन्ने हर्मोन बढ्छ र डोपामाइन घट्छ। यसले गर्दा शरीर शिथिल हुन्छ र निन्द्रा वा आराम खोज्छ। यो समय कसैको लागि केही मिनेट हुन सक्छ भने कसैको लागि केही घण्टा वा उमेर अनुसार बढी पनि हुन सक्छ। तर केही उपायहरू अपनाएर यो समयलाई घटाउन सकिन्छ। टिप्स नम्बर 1 फोरप्लेमा ध्यान दिनुहोस्। पहिलो र मुख्य उपाय हो हतार नगर्नुहोस्। पहिलो राउन्ड सकिएपछि तुरुन्तै लिङ्ग प्रवेश गराउन खोज्नुभन्दा पार्टनरसँग जिस्किने, चुम्बन गर्ने वा अङ्गालो हाल्ने जस्ता क्रियाकलाप गर्नुहोस्। यसले तपाईको दिमागलाई फेरि यौन मोडमा ल्याउन मद्दत गर्छ र रक्त सञ्चार बढाएर उत्तेजना छिटो ल्याउँछ। टिप्स नम्बर 2 केगल एक्सरसाइज। यो एकदमै फाइदाजनक कसरत हो। केगल एक्सरसाइजले तपाईको पेल्भिक फ्लोर मांसपेशीलाई बलियो बनाउँछ। यो भनेको पिसाब रोक्दा प्रयोग हुने मांसपेशी हो। यदि तपाईले नियमित रूपमा यो अभ्यास गर्नुभयो भने लिङ्गमा रगतको बहाव राम्रो हुन्छ र दोस्रो राउन्डको लागि तयार हुन सजिलो हुन्छ। टिप्स नम्बर 3 शारीरिक सक्रियता। यौन सम्पर्क पनि एक प्रकारको शारीरिक अभ्यास नै हो। यदि तपाईको मुटु बलियो छ र रगतको बहाव राम्रो छ भने रिकभरी टाइम छिटो हुन्छ। त्यसैले नियमित दौड्ने, व्यायाम गर्ने बानीले तपाईलाई बेडमा पनि बलियो बनाउँछ। टिप्स नम्बर 4 तनाव नलिनुहोस्। धेरैजसो पुरुषहरूमा मैले गर्नै पर्छ भन्ने मानसिक दबाव हुन्छ। जब तपाईँ तनाव लिनुहुन्छ शरीरले कोर्टिसोल हर्मोन निकाल्छ जसले उत्तेजनालाई रोक्छ। आजको यो भिडियो तपाईलाई कस्तो लाग्यो? यदि तपाईँ यो भिडियो मन परेमा यस युट्युब च्यानललाई सहयोग गर्न नबिर्सनुहोला। साथै यौन सम्बन्धी कुनै जिज्ञासा भए निर्धक्क भएर कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँ जिज्ञासालाई कदर गर्दै समाधान गर्नेछौँ। फेरि भेटौँला। धन्यवाद।